हे गाइज, आजको घुमाइ चाहिँ बुलबुले म लगायत मेरो दाइ, मेरो फ्यामिलीहरू थुप्रै, मेरो मामाहरू बाजेहरू पनि हुनुहुन्छ। उहाँहरूसँग आजको घुमाइ बुलबुले ताल भइरहेको छ। कस्तो लाग्छ र भिडियो पुरै हेरिदिनु होला। एकदम रमाइलो छ बुलबुलेमा। हामीले चाहिँ रमाइलो गरिसकेका छौँ, अझ पनि रमाइलो गर्ने कोसिसमा पनि छौँ। कस्तो लाग्छ भिडियो हेरिदिनु होला। हे गाइज, आजको रमाइलो चाहिँ बुलबुलेमा मैले पनि डान्स गरिरहेको छु जस्ट ट्राईको लागि। एकदम नेपालको झन्डा पनि आफूसँगै थियो। नेपालको झन्डा लगेर एकदम रमाइलो गरिरहेका छौँ बुलबुलेमा। बाँकी भिडियोबाट नै तपाईँहरूलाई बुझ्नु होला र भिडियोबाट हेर्नु होला सबै। आजको भ्यू बुलबुलेतिर हे गाइज, आजको बुलबुलेको भ्यूहरू पनि देखाइरहेको छु। मोबाइलको क्यामेरा दामी नभए पनि अलिअलि जस्तो छ त्यही अनुसार चाहिँ मैले बुलबुलेको सानोतिनो दामी दामी भ्यूहरू पनि देखाइरहेको छु। आजको सानोतिनो कुरा गर्दै म मेरो ब्रदर बुलबुलको बारेमा केही कुरा गर्दै, ठाउँहरू राम्रो छ भनेका केही कुराहरू गर्दै हामी अघि बढिसकेका थियौँ। त्यतिखेर चाहिँ मलाई एउटा दामी ठाउँ आएर मैले एउटा भिडियो बनाइहालेँ। लख समझाऊं मैं दिल से मुझे नहीं पाता मांगे तेरी तेरिया, सोना था तेरा बे झूठा रंग दो दिनों में छूटा क्या म तिम्रो निम्ति के गरौँ तिमी भित्रै हराइसके जिगरे नि राम्रै लाग्छ तिमीलाई मन पराइसके बादलको घुम्टो भित्र तिमीलाई लुकाऊ कि तिमीलाई माया गर्न जुनी जुनी म आऊ कि। हे गाइज, फ्यामिलीहरूसँगको एउटा भिडियो कस्तो लाग्छ तपाईँहरूलाई? बुलबुलेको साइडमा हामीले एउटा सानो भिडियो पनि बनाइरहेका छौँ। हे गाइज, आजको भिडियो फाइनल्ली यति नै भइसक्यो। हामीले सबै भिडियोहरू सुट गरेर पनि बनाइसकेका छौँ। बाँकी अब हामीले सल्लाह गरेर चाहिँ बुलबुलेबाट बाहिर निस्किसकेका छौँ भनौँ। हे गाइज, बुलबुलेभन्दा बाहिरको भ्यू एकदम राम्रो छ। हस्, धन्यवाद, थ्याङ्क यू।